ल हजुर चाहिँ पहिलो देख्ने मान्छे ल हजुरको शुभ नामबाट स्टार्ट गर्नुहोस् त नाम गायत्री न्युपाने नेपाली ल कति बेला देख्नु भएको थियो सर्प तपाईँले 8 बजेतिर के गर्ने बेला त्यहाँ गाउँ काट्दा काट्दै घर गएँ भन्नुहोस् फर्केर आउँदाखेरि म यत्नै आएको थिएँ सोह्र गइरहन्थ्यो हजुर सोह्र के सोह्र गर भने म धमिला हिँडिरहन्छ क्या त्यही होला भने पछि उहाँ जाने बेला सिंहलाई छ अब के गरेँ म कस्तो भयो ठुलो यस्तो देख्थेँ के ओखरेर फाल्दे लट्ठी फुल फाल्दे लट्ठी टक पारे झन् सिधै आइगयो म अन्त सिधै आइगयो चिच्चा के गर्थ्यो पछि त्यसबाट यो कान्छा कारणमा छ त्यहाँ कान्छाले बोलाएको के सर्प चिन्न आउनुहोस् भने आउनु भयो डर आएको छु म त घर जानै डर लाग्छ यहाँहरुलाई फोन गरेपछि यहाँहरुले आएर गर्दिनु भने यत्रो लामो देख्नु माथि कहिले यत्रो सर्प पहिला कहिले देख्नु भएको थियो देखेको छैन त्यो साडी जस्तै थियो त्यस्तै छ त्यहाँ अहिले पकडे यहाँहरुले पकडेपछि खुसी हुनु सुन्नु भएको थियो 30 सर्प 30 भन्ने सुन्नु भएको थियो कुनै